हेलो गाइज, आज चाहिँ हामी सत्यवती दर्शनको लागि चाहिँ हामी सत्यवती मन्दिर जाँदैछौँ। सत्यवती मन्दिर जाँदै गर्दा चाहिँ तपाईँको सिद्धबाबामै जाम लागेर हामी चाहिँ एकैछिन यहाँ रोक्यौँ। हाम्रो साथमा हुनुहुन्छ शम्भु आचार्य। उहाँका केही दुई चार शब्दहरू सुन्नुभन्दा पहिला हामी चाहिँ यो भिडियोलाई अन्तिमसम्म देखाउने कोसिस गर्नेछौँ। जस्तो आउँछ त्यस्तै सहर्ष स्वीकार गर्नुहोला र अन्तिमसम्म हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हामीले सिद्ध बाबाको जामलाई पार गरेर हामी दुई भाइ चाहिँ एकदम रमाइला कुरा गर्दै चाहिँ अगाडि बढिरहेका छौँ। हामीसँग चाहिँ अझै चारजना दाइहरू पनि हुनुहुन्छ। उहाँहरू चाहिँ अघि हामी चाहिँ पछि दुई भाइ गफ गर्दै देख्न सक्नुहुन्छ। गाइज, हामी दुई भाइका रमाइला कुराहरू चाहिँ यही हो, सुन्न सक्नुहुन्छ। दर्शनको लागि तपाईँहरू पनि आउन सक्नुहुन्छ। मेरो भ्लग चाहिँ 2-3 दिनमा आउन सक्छ युट्युबमा चाहिँ। लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। त्यही हो, परे जस्तो फिल भइसक्यो गाइज। हामी अर्को जाममा परिसक्यौँ, देख्न फेरि आएर हामी भूतखोलामा चाहिँ अलिबेर जाममा परेका छौँ। देख्न सक्नुहुन्छ तीर्थालुहरूको एकदम भिड रहेको छ। राजन दाई हामी भ्लगमै लगाइ सत्यवती बजाकी जो देख्न सक्नुहुन्छ। सत्यवती दर्शन गर्नेको आकाश देख्न सक्नुहुन्छ, कति रमणीय छ। हाम्रो राजन दाई फेरि मान्छे पुरै रमाइलो टाइपको रोमान्टिक ल्यार्थी। सत्यवती बजाकी कसैले पनि सुन्दैछन् मेरा कुरा त। बिस्तारै रमाइलो गर्दै जाउँ है त गाइस। सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै सुतौँ। के बनाएर? रोटी ए एकैछिनको रमाइलोका लागि फेरि हुनसक्छ, दर्शन गर्नुपर्छ। उमेर यो केटा। भित्र हालौँ गाइज। यहाँबाट चाहिँ हामी माथि लाग्नुपर्ने हुन्छ। यताको बाटो चाहिँ एकदम अप्ठ्यारो छ भन्ने सुन्नुमा आएको छ। हामीले बाटोहरू पनि बाटोमा देखाउने छौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। ए मामाले चाहिँ आफ्नो ड्युटी निभाएर आउनु होइन र मामा? हाल्ला नि त छोपेर। रमाइलो राइड आइरह हाम्रो त्यो छोटो मिठो मिनी भ्लगमा तपाईँलाई स्वागत छ। जस्तै आयो त्यस्तै देखाइयो। अँधेरो छ, फोनको क्वालिटी नआउन सक्छ, तैपनि तपाईँहरूलाई हामीले देखाउने कोसिस गरिरहेका छौँ। हेरिदिनु होला अन्तिमसम्म। हामी तपाईँलाई माथिको पनि सबै अझै देखाउँछौँ। देख्न सक्नुहुन्छ पछाडि सत्यवती माईको दर्शन गर्नेको भिड। हाम्रो साथीहरू चाहिँ सबै अगाडि हुनुहुन्छ। हामी 6 जनाको ग्रुप हो। रमाइलो राइड भइरहेको दाइहरूसँग। अप्ठ्यारो बाटोसँगै रमाइलो यात्रामा रहेका हामीहरू चाहिँ बिस्तारै सत्यवती मन्दिरतर्फ आउन लागेका थियौँ। बाटोमा एकदम भक्तजनहरूको चाहिँ भिडभाड थियो, रमाइलो माहौल बनिसकेको थियो। हामी चाहिँ बिस्तारै अप्ठ्यारो बाटोहरूलाई पार गर्दै बाटो छोडेर हिँडौँ। आइयो, फाइनल्ली आइयो सत्यवती बजाकी। फाइनल्ली गाइज, हामी चाहिँ सत्यवती आइसक्यौँ। एकदम रमाइलो राइड भइरहेको छ। यसपछि के हुन्छ हामीहरू तपाईँलाई भिडियोमा पुरै देखाउने नै छौँ। हेर्न नभुल्नु होला। माहौल चाहिँ एकदम रमाइलो बनेको थियो। यहाँ चाहिँ भक्तजनको हातमा चाहिँ बाँसको निगालो चाहिँ थियो, तर हामी चाहिँ केही नलगी गएका थियौँ। हामीलाई चाहिँ घुम्न गएका थियौँ, तर यहाँको विश्वास भनौँ वा अन्धविश्वास भनौँ, प्रत्येक भक्तजनको हातमा चाहिँ निगालो थियो।
यहाँको चाहिँ एउटा परम्परा चाहिँ के रहेछ भन्दा सत्यवती बजैले चाहिँ कानाले नसुन्ने र चिच्चाइ चिच्चाइ वर मागेपछि चाहिँ त्यो वर चाहिँ पुरा हुने भन्ने आस्था रहेछ र सबैजनाले चाहिँ चिच्चाइ चिच्चाइ वर माग्नु भएको थियो। रमाइलो माहौल बनेको थियो। हामी चाहिँ रमाइलो सुनिरहेका थियौँ। हामीले पनि चिच्चाइ चिच्चाइ वर मागेका थियौँ। अरू पुरै चाहिँ भिडियोमा देखाउने कोसिस गर्नेछु। सत्यवती बधाई की जय, सत्यवती बधाई की जय। हाम्रो माग पुरा गर, पुरा गर, पुरा गर। सत्यवती बधाई की, सत्यवती बधाई की, सत्यवती बधाई की, सत्यवती बधाई। तिम्रो नातिनी भेट्टी बधाई। देख्न सक्नुहुन्छ यहाँ चाहिँ भक्तजनहरू मादल बजाउँदै भजन गाउँदै एकदम रमाइलो गरिराख्नु भएको थियो। सत्यवती दर्शन रमाइलो सँगसँगै कतिखेर समय बित्यो हामीलाई पत्तै भएन। रातको करिब 2:30 भइसकेको थियो। हामी गएको सबै ग्रुपहरू चाहिँ हामी चाहिँ त्यहाँबाट छुट्टिसकेका थियौँ किनभने भक्तजनहरूको आवत जावत गाडीहरूको आवत जावतले गर्दा बाटो एकदम जाम परेको थियो। सो त्यसले गर्दा चाहिँ हामी चाहिँ माथागढीबाट हुँदै सुनौल झर्ने निदो गरेर हामी चाहिँ यताको बाटो आयौँ। यताको बाटोको हालत पनि उस्तै थियो, बिजोग थियो किनभने बर्सातको समय पानी परिरहेको थियो। पानीले चाहिँ बाटो एकदम खराब गराएको थियो। त्यसैले गर्दा चाहिँ हामी यताको बाटो झर्दा पनि त्यति कम्फोर्टेबल तरिकामा झर्न सकेनौँ। हाम्रा पार्टनरहरू सबै छुटे, हामीहरू गर्दैछौँ। आएका सबै छुटिसक्यो। हामी यहाँ टाढा आइयो। ड्राइभर त पहिले झर्ने नर्छु पछि यताको बाटो हामी चाहिँ टाढा आइयो। बाटो त तपाईँ राम राम सत्य भन्ने चाहिँ छ। केटाहरू यहाँ रमाइलो गरिरहन् च्याट लगाएर बाटो। Incoming voice. के भयो गाडीको ब्रेक तातेर ठप्प भयो है। यो सेल आएपछि बल्ल जान्छौँ। त्यो पछाडिको ब्याकग्राउन्ड चाहिँ खैरेनी हो। खैरेनी एकदम बवाल भ्यू देख्यो, बवाल। अब गाइज हामी बल्ल खैरेनी आउँदैछौँ। खैरेनी यसमा हल्का प्राविधिक समस्या। सो प्राविधिक समस्यालाई समाधान गर्नका लागि हामी यसो रोकेका छौँ। साथमा हुनुहुन्छ शम्भु आचार्य। धेरै थकाइ र निद्राको कारणले गर्दा होला हाम्रो आवाज पनि त्यति खुलेको थिएन। अनि पछि चाहिँ हामीले चाहिँ भिडियो अन्तिमसम्म बनाउने योजना थियो। निद्रा र चिसोको कारणले चाहिँ पुरा भिडियो बनाउन सकेनौँ र यहीँसम्मको मात्रै भिडियो बनाउन सक्यौँ। लाइक गर्नु, कमेन्ट गर्नु, सब्सक्राइब गर्नु। हस्, धन्यवाद। बाई।